साथीहरू गुड मर्निङ सेवा आजबाट चाहिँ धेरै पछाडि भिडियो बनाउँदैछु साथीहरू बनाउन आउँदैन भिडियो यसो घरिघरि बनाउन मन लाग्छ उठेर बसिरहेको अब धेरै काम गर्नुपर्ने हुन्छ बिहान चाहिँ अब कुखुरा चारो दिन्छु अनि त्यस पछाडि फेरि पनि मेरो ड्युटी चाहिँ अलरेडी छ क्या भैँसी पुऱ्याउने ड्युटी अहिले चाहिँ 6:11 भयो अब 4:00तिर 6:12तिर जान्छु 12:13 पछाडि जान्छु होइन साथीहरू धेरै भयो लगेको चारो दिइसक्यो अब धान यस्तो छ धान पनि गर्नुपर्ने हुन्छ अब 1 हप्ता पछाडि ट्याक्कै धान पनि गर्ने बेला हुन्छ थोडा धार झार्छेन त्यसलाई कसरी गर्नुपर्ने हो म चाहिँ अब भैँसी खोलेर लानुपर्ने हुन्छ सुँगुर पनि सुतिरहेको छु यिनीहरू के गर्दैछ तिमीहरूलाई खोल्नै पर्ने हो अझ यहीँ बस्दा हुँदैन बस्दा हुँदैन है यो अब यस्तो गाटो पारेर बाँधेको रहेछ कि तल जाँदै रहेछ अलिकति ढिलो भएछ अब चाहिँ कुद्दैछ कुदेको सासै गरौँ जाँदैछ नभए ढिलो भएर कुदाउँदै गरेको आफै गरेर पर्छ साथीहरू बेलुका भएपछि 6-7-8 बजी भएपछि चाहिँ दार्जिलिङमा बोयफ्रेन्ड गर्लफ्रेन्ड बस्छ अरे क्या अहिले कस्तो ठाउँ रहेछ म पनि गएर चेक गर्नु पर्यो मेरो बोयफ्रेन्ड त छैन होइन म एक्लै छु गएर बस्दिनु पर्यो म एक्लै पनि सिङ्गल बस्दा कस्तो हुँदो रहेछ हेरौँ चेक गरौँ जाने खोला ट्याक्ट्याक् साथीहरू बोयफ्रेन्ड गर्लफ्रेन्ड बस्नु ठाउँ चाहिँ यस्तो राम्रो रहेछ नि अहिले आएर बस्दैन यति राम्रो ठाउँ न हेर सोटा पनि भयो उता पनि भयो बस्दा पनि भयो दामी छ यस्तो रहेछ ठाउँ म पनि छोड्नु पर्यो चाहिँ यो आन्टीको चौतारा रहेछ कि साथीहरू त्यो चाहिँ लिम्बू भाषाबाट लेखेको कि भाषाबाट लेखेको छ लिम्बू हो साथीहरू मान्छेहरू जन्मेर चाहिँ मननै पर्ने रहेछ होला मैले चाहिँ यस्तो बन्द रहेछ चौताराहरू कस्तो दामी हुँदैन यहाँदेखि साथीहरू जस्तै खतरा देखिहाल्छ चाहिँ त्यो फरक आउँछ यहाँदेखि गाउँ आउँछ मैले बस्नु ठाउँ चाहिँ आएर बसिसकेँ म चाहिँ एक्लै छु सिङ्गल जिन्दगी यसरी बितेको मेरो लाइफ यो घर जानुपर्ने हुन्छ 6 बजी सोचेको गर्दै बस्ने ठाउँ होइन हुँदाखेरि समय गइसक्यो मेरो भैँसीहरू पढेर जाँदैछ ऊबाट जाँदैछ यिनीहरू चाहिँ म जुन मनाले ओलाले जाँदैछ यिनीहरू चाहिँ आएको अब पनि यिनीहरूको बोयफ्रेन्ड गर्लफ्रेन्ड बस्ने चौतारोलाई छोडेर बाई बाई चौतारोलाई अब भोलि पर्सि मेरो बोयफ्रेन्ड लिएर आउँछु बस्नु आगो पाराको मरेको दुई दिन हुनसक्छ के हो होइन त साथीहरू यति भन्दै बच्चे लाग्यो घरतिर अब भिडियो पनि मेरो एडिट गर्नुपर्ने हुन्छ साथीहरू औँसी पूर्णिमा भिडियो लाइक पनि आउँदैन भ्यू पनि आउँदैन केही आउँदैन म बिचराको भिडियो बनाउने मात्रै दुःख भनेर गर्दा पनि यसो अल्छी लाग्छ क्या त्यही भएर लाइक कमेन्ट समेन्ट केही पनि चाहिएर होइन यसो अल्छी लाग्दा मात्रै बनाइदिएको भन्दै घाम चाहिँ लाग्नु खोज्दैछ यति भन्दै म चाहिँ भिडियोदेखि बिदा लिन चाहन्छु बाई बाई साथीहरू बाई बाई।